कार्यक्रम ओडाको गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। ओडाको समग्र विकासको लागि हालसम्म भएका प्रमुख कार्यहरू के हुन्? यो संहिता पछाडिको स्थानीय तहको निर्वाचन 2074बाट निरन्तर रूपमा 74 र 79मा यस दुधोली नगरपालिका वडा नम्बर 2मा म जनप्रतिनिधिको हैसियतले वडा अध्यक्षको रूपमा काम गरिरहेको छु। हामीले सुरुवाती वर्ष अघिल्लो कार्यकालमा थुप्रै यो नगरपालिका कम्तीमा बेसिक आवश्यकता पूर्वाधारहरू निर्माण नभइकन नगरपालिका घोषणा भएको थियो। त्यसमा मूलभूत रूपमा पूर्वाधारका क्षेत्रहरूमा बाटो सडक सञ्जालका सन्दर्भमा यसलाई सडकहरूमा हरेक टोल बस्तीमा त्यसको कनेक्सन पुर्याउने कामहरू हामीले गर्यौं। त्यसैगरी यसको आधा भूभाग चाहिँ अन्ध्यारोमा गुज्रिरहेको थियो, पहाडी क्षेत्रहरू। त्यसलाई कम्तीमा उज्यालो बनाउनको लागि र हामीले विद्युतीकरणको ठुलै भोल्युममा काम गर्यौं। त्यसैगरी यो चाहिँ नगरपालिकाको पर्यटनको ठुलो सम्भावना बोकेको ओडा भएको हिसाबले त्यसको प्रवर्धनमा, त्यसका पूर्वाधारहरू निर्माणको सन्दर्भमा यसका चाहिँ विकास योजना बनाएर त्यसका गतिविधिहरू सञ्चालन गर्यौं। त्यसैगरी कमला नदी नियन्त्रण, जोबाट हजारौं बिघा खेतहरू चाहिँ कटानले ग्रसित थियो र यहाँको ठुलो किसानहरूको एउटा मार खेप्न परेको स्थिति थियो। त्यसलाई न्यूनीकरण गर्नको निम्ति कमला कोरिडोरको कामहरू निरन्तर रूपमा आजका मितिसम्म यसलाई निरन्तरता प्याउँदै विभिन्न प्याकेजहरूमा चाहिँ सञ्चालन गरिरहेको स्थिति छ। कृषिमा आधुनिकीकरण, प्रविधि मैत्री हिसाबले कृषिलाई चाहिँ एउटा जीविकोपार्जनको मुख्य आम्दानीको स्रोत बन्न सक्छ। त्यसमा पनि नगदे बालीको रूपमा अब तरकारी खेतीका कुराहरू अहिले अब भर्खरै चाहिँ विभिन्न साझेदार संस्थाहरूसँग मिलेर अकबरे खोर्सानी खेतीको सन्दर्भमा, अदुवा बेसार चाहिँ नगदे बालीहरू प्रवर्धनको सन्दर्भमा हामीले यसरी विषयगत क्षेत्रमा अब सडकको सन्दर्भमा, सिँचाइका सन्दर्भमा, चाहिँ विद्युतीकरणको सन्दर्भमा, खानेपानीको सन्दर्भमा झन्नै हामी यो एउटा चाहिँ अहिलेको सुरुवातमा चाहिँ त्यो पूर्वाधारहरू निर्माण नभएको स्थिति र अहिले 3-4 वडा उज्यालो वडा एउटा घोषणा उन्मुख स्थितिमा झन्नै 70% घरहरू चाहिँ उज्यालो युक्त घरहरू छन्। कतिपय विपन्न वर्गहरूलाई मिटर खरिददेखि सपोर्टदेखि लिएर हामीले उज्यालो वडा घोषणाको स्थितिमा छौँ। एक घर एक धारा खानेपानीको यो वडामा सुनिश्चितताको झन्नै स्थितिमा छौँ। झन्नै 80% भन्दा माथि घर धुरीहरूमा 1 देखि 2टा धारा, त्यो चाहिँ शुद्ध पानी, प्युरिफाइड पानीहरूको प्रबन्ध चाहिँ पुगिसकेको स्थिति छ। त्यसैगरी अब साक्षरता घोषणाका कुराहरूदेखि लिएर यसमा पूर्ण खुला दिशा मैत्री र अहिले बाल मैत्री तपाईँको वडा घोषणाको उन्मुख स्थितिमा, साक्षर वडा, पूर्ण खोप वडा, यसैगरी विभिन्न अभियानका सन्दर्भमा चाहिँ नै यो यसलाई एउटा इन्डिकेटर मानेर हामीले घोषणाको स्थितिमा थुप्रै कुराहरू, अभियानका कुराहरू गरेका छौँ। त्यसैगरी पर्यटन, कृषि, अब अहिले पछिल्लो चाहिँ अब शिक्षाको अब पूर्वाधारहरूले मात्रै नभइकन समग्र गुणस्तर, शिक्षाको गुणस्तर निर्माणको कुराहरू, शिक्षालाई प्रविधि मैत्री बनाउने खालको कुराहरू, प्राविधिक शिक्षाहरूसँग जोडिनुपर्छ भन्ने खालको कुराहरू, सार्वजनिक शिक्षालाई चाहिँ व्यवस्थित गुणस्तरीय बनाउने र विश्व बजारमा बिक्ने खालको यसको चाहिँ स्तरको बनाउने भन्ने सन्दर्भमा अभियानहरू सञ्चालन गरिरहेको छ। अब नागरिकहरूको जीवन स्तर चाहिँ माथि उकास्ने खालको नागरिक सचेतनाका गतिविधिहरू, नागरिक
लाई जिम्मेवार बनाउनको निमित्त नागरिक शिक्षाका कुराहरू, नागरिक कर्तव्य बोध गराउने खालका गतिविधिहरू र अब सबै अहिले पछिल्लो हामीले आत्मसात गर्न खोजेको कुरा चाहिँ सबैको सहअस्तित्व, सबैको अभियानमा संलग्नता, सबैको एकरूपता, एकजुट, सबैको चाहिँ विकासमा साझेदारीता चाहिँ यो जुटाउन चाहिँ अहिलेको आवश्यकता हामीले ठानेका छौँ। त्यही अनुसारको वडा रणनीतिहरू निर्माण गर्ने, चाहे त्यो सामाजिक सङ्घ संस्थादेखि लिएर सबै खालका वडामा हुने गतिविधिहरूको सन्दर्भमा, सामाजिक गतिविधिहरूमा, विकासका गतिविधिहरूमा, सामाजिक मुद्दाहरूमा, सामाजिक न्याय स्थापित गर्ने खालको सन्दर्भमा चाहिँ सबैलाई पारदर्शी ढङ्गले, व्यवस्थित ढङ्गले, सबैको सहअस्तित्वलाई व्यवस्थित गरेर सबैको अपनत्व सृजना गर्दै जाने खालको सन्दर्भमा मैले सिलसिलेवार रूपमा भने पूर्वाधारका क्षेत्रको एउटा स्थिति, अभियानका सन्दर्भमा एउटा स्थिति, विषयगत क्षेत्रको कृषि, पर्यटन देखि लिएर अब सशक्तिकरणको सन्दर्भमा, लक्षित वर्गहरूको चाहिँ क्षमता विकासको सन्दर्भमा, पुनरुत्थानको सन्दर्भदेखि लिएर अहिले चाहिँ एउटा सोसाइटी चाहिँ अलिक भड्किलो खालको अथवा सामाजिक तपाईँको एकीकरणको सन्दर्भमा, सामाजिक युनिटीको सन्दर्भमा चाहिँ हामीले विशेष रूपमा भूमिका खेल्नुपर्छ भन्ने ठम्याइका साथ तदनुरूपका गतिविधिहरू चाहिँ यो वडामा सञ्चालन भइरहेको छ। त्यस्तै शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत सेवाहरूमा सुधार गर्न वडाले कस्ता कस्ता पहलहरू गरिरहेको छ? म फेरि जोड्न चाहन्छु, हामीले अघिल्ला वर्षहरूमा पूर्ण चाहिँ संरचनाहरूका अभावले गर्दाखेरि शिक्षामा ठुलो चाहिँ समस्या परिरह्यो। सुरक्षित खालका भवनहरू नहुँदाखेरि, व्यवस्थित खालका पूर्वाधारहरू नहुँदाखेरि त्यो खालका भौतिक संरचनाको अभावले पनि कतिपय सन्दर्भमा शिक्षाको गुणस्तरमाथि प्रभाव परिरहेको र त्यसलाई न्यूनीकरण गर्न, त्यसलाई चाहिँ सुधार्नको निमित्त यो एउटा भूकम्प अवसर पनि बन्यो। त्यस पछाडिको पुनर्संरचनाको सन्दर्भमा चाहिँ अघिल्लो कार्यकालमा हामीले पूर्ण रूपमा सुसम्पन्न खालका भौतिक निर्माणहरू, विद्यालयका भवनहरू, कक्षा कोठाहरू, प्राविधिक रूपमा सञ्चालन गर्न सकिने खालका कम्प्युटर साइन्स ल्याबका कुराहरू चाहिँ निर्माण गरिसके पछाडि अब चाहिँ शिक्षाको उत्प्रेरणा जागृत गर्ने खालको, शिक्षालाई चाहिँ सबैले अन्तर्क्रियात्मक हिसाबले अभिभावकहरूको सहभागिता जागृत हुने खालको र यसको गुणस्तर सृजनाको सन्दर्भमा सबै समुदायको अपनत्व चाहिँ सृजना हुने खालको गतिविधिहरू अहिले पछिल्ला गरिरहेको छौँ। पहिला त पूर्वाधारै तपाईँको निर्माणका चरणमा तपाईँको हाम्रो कन्सल्टेसनहरू तपाईँको रह्यो भने अहिले चाहिँ अब त्यसलाई त्यसको हार्डवेयरको पार्ट सकिसकेपछि सफ्टवेयरलाई चाहिँ सुदृढीकरण गरेर जानुपर्छ। हार्डवेयर र सफ्टवेयरको दुवै तपाईँको विकासबाट मात्रै गुणस्तर सृजना हुन सक्छ भन्ने सन्दर्भमा शिक्षाका गतिविधिहरू सञ्चालन गरिरहेको छ। त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि हामीले अघिल्ला वर्षहरूमै कम्तीमा यो वडाको आधा भूभाग चाहिँ पहाडी क्षेत्रमा व्यवस्थित छ। त्यसो भएको हिसाबले ती पहाडी भूभागमा रहेका मान्छेहरूलाई कम्तीमा बेसिक खालको सुविधा स्वास्थ्यका चाहिँ दिनको निम्ति आधारभूत सहरी स्वास्थ्य क्लिनिकहरू स्थापना गरेर वडाकै पहलमा हामीले गरेका छौँ, ताकि सामान्य दुईवटा टाँका लाउनको लागि झुङ्गीमा बोकेर घन्टौँ चाहिँ धाएर तल झर्न नपरोस्। पहाडी क्षेत्रबाट वहीँ कम्तीमा एउटा आधारभूत फर्स्ट एडका कुराहरू हुन सकोस्। एउटा सामान्य झाडा पखाला लाग्दाखेरि चाहिँ बोकिएर तल झरेर स्लाइन दिनुपर्ने खालको स्थिति न्यूनीकरण होस्, सिटामल त्यही पाइयोस्। कम्तीमा सरकारले निःशुल्क रूपमा वितरण गरेका आधारभूत स्वास्थ्यका कुराहरू, सुविधाहरू चाहिँ तत्क्षेत्रमै होस्, पहाडी भेगमै होस् भनेर त्यो खालको स्थापना गरेका छौँ। अब खानेपानीको सन्दर्भ मैले अघि पनि भने यो काकाकुल हुने खालको स्थितिलाई यो भूसतह भूमिगत चाहिँ जलस्रोतको व्यवस्थापन गरेर डिप बोरिङहरूको माध्यमबाट हामीले झनै यो वडाका 80%
50% भन्दा माथि घरहरूमा चाहिँ एक घर एक धाराको सुनिश्चितताको स्थितिमा पुगिसकिएको स्थिति छ, सहजताको स्थिति छ। सिँचाइको क्षेत्रमा त्यसै गरी व्यवस्थापन भइरहेको छ। त्यस्तै युवा रोजगारी र स्वरोजगारको लागि ओडामा के कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, के योजना छ? वास्तवमा अब एउटा चुनौतीको विषय अहिले सार्वजनिक बहसको विषय हामी नेपालीहरूको एउटा भनाइ आख्यान नै बनिसकेको स्थिति छ। रोजगारीको वातावरण छैन, रोजगार छैन, जसका कारण विदेशिनु पर्ने खालको स्थिति छ। अब यसलाई हामीले सन्तुलित हिसाबले बुझेका छौँ र बुझाउने प्रयत्नहरू गरेका छौँ। अवसरको हिसाबले अत्यन्तै अहिले सरकारले, सङ्घीय सरकारले पनि त्यो खालको प्रादेशिक सरकारहरूले पनि गर्ने मान्छेहरूलाई विभिन्न प्याकेजहरू चाहिँ ल्याएको छ। स्टार्टअप बिजनेसका कर्जाका कुराहरूदेखि लिएर सहुलियती कर्जाका कुराहरूदेखि लिएर नव उद्यमी प्रवर्धनका लागि तपाईँ विभिन्न प्राविधिक सहयोगहरूको कुरा, त्योसँग यहाँका युवाहरूलाई जोड दिन सकिन्छ कि भन्ने खालको हामीले प्रयत्नहरू तपाईँ गरिरहेछौँ। त्यसमा जो इच्छुक छन्, अब जसले झन्झट मान्दैनन्, होइन म आफ्नो करियर चाहिँ उद्यमबाटै चाहिँ मेरो सपना पुरा गर्न सक्छु, म एउटा आय आर्जनको स्थितिमा जोडिन्छु भन्ने खालको उहाँको व्यक्तिगत इच्छा शक्तिसँग गाँसिएको विषय भएको हिसाबले हामीले कर लाग्दी तपाईँको गर्न सक्ने स्थिति छैन। तर अहिले आजको भोलि र स्थिर रूपमा टिकेर गर्न सक्ने खालको युवाको तत्परता नभएको र योभन्दा बरु वैदेशिक रोजगारी नै चाहिँ छरितो छिटो त्यो खालको चाहिँ क्विक चाहिँ आर्जन भइहाल्ने अनि अलि सुकिलो मुकिलो हिसाबले पनि चार्मिङको विषय उता बनेको छ। हामीले उद्यमशीलताको क्षेत्रमा चाहिँ नि अब कृषिलाई नै एउटा उत्पादनको मानेर उत्पादनको क्षेत्रलाई वृद्धि गर्दा मात्रै तपाईँको हामीले व्यापक त्यसको चाहिँ युवा स्वरोजगारको स्थिति बन्न सकिन्छ भन्ने हिसाबले यहाँ एक चाहिँ उत्पादन अन्तर्गत यहाँ भैँसीको प्रवर्धन, दुग्ध प्रवर्धनको कामहरू हामीले गरिरहेका छौँ। त्यसबाट पनि झन्डै 30-40 जना तपाईँको महिला युवाहरू तपाईँ आबद्ध हुनुहुन्छ। मैले अघि पनि जोडेँ, हाम्रो पहाडी क्षेत्रहरूमा चाहिँ त्यो खालको नगदे बालीको रूपमा बेसार अदुवा खेती प्रवर्धनको सन्दर्भमा हामीले व्यापक अभियानमूलक हिसाबले चाहिँ एउटा पकेट क्षेत्रै निर्माण गरेका छौँ। त्यसै गरी अहिले नगरपालिका ले एउटा संस्थासँग साझेदारी गरेर यो चाहिँ अकबरे खेती चाहिँ जसलाई चाहिँ नगदे बालीको रूपमा लिइन्छ र यो बहुवर्षीय बाली भएको हिसाबले त्यो गर्दा चाहिँ जनस्तरमा एउटा स्वरोजगार बन्ने युवालाई टिकाउन सकिन्छ भन्ने खालको चाहिँ आधारको हिसाबले हामीले अकबरे बृहत अकबरे खोर्सानी ब्लकमा चाहिँ जोडिने खालको कुराहरू गरेका छौँ। त्यसै गरी अब सिपसँग सन्दर्भित रहेर तालिमहरू तपाईँ प्राप्त गरेर चाहिँ नि स्थानीय रूपमा गर्ने खालका युवाहरूलाई पनि हामीले विभिन्न सिपसँगको लिङ्केज गर्ने, पालिकाले खुलाएका सिप विकासका तालिमहरूमा लिङ्केज गर्ने, लिङ्कअप गर्ने र हामीले आफैले तपाईँको रोजगारी दिने भन्दा नि रोजगारी चाहिँ बनाऊ भन्ने हिसाबले मोटिभेसन प्रदान गर्ने र राज्यले त्यो खालको चाहिँ टिकाउनको लागि गरेका विभिन्न चाहिँ कार्यक्रम, नवीनतम कार्यक्रमहरूसँग चाहिँ उहाँहरूको पहुँच विस्तार होस् भनेर पहुँच विस्तारको क्षेत्रमा चाहिँ हामीले वकालत कामहरू गरिरहेका छौँ। त्यस्तै ओडामा महिला, दलित तथा पिछडिएका समुदायहरू पनि धेरै हुनुहुन्छ होला, तिनीहरूको सहभागिता कतिको छ र सहभागिता बढाउनको लागि ओडाले कस्ता योजनाहरू तर्जुमा गरेको छ? वास्तवमा अब अहिले यो लक्षित वर्गहरूको चाहिँ मूल प्रवाहीकरणमा सहभागिता रहनुपर्छ। विकासका मूल प्रवाहहरूमा चाहिँ उहाँहरूको पनि भूमिका रहनुपर्छ। दलितहरूको चाहिँ मुद्दाहरू एड्रेस हुनुपर्छ, महिलाका आवाजहरू चाहिँ सुनिश्चित हुनुपर्छ भन्ने कुराहरू व्यापक रूपमा चलि नै आएको छ र यसलाई हामीले सुरुवाती वर्षबाटै लक्षित वर्गका विशेष कार्यक्रमहरू, लक्षित वर्गहरूको स्थिति सुधार गर्नको निम्ति अब अधिकारका हिसाबले नेपालको संविधानमा सबैका हक अधिकारहरू, महिलाका, दलितका, आदिवासीका, जनजातिका सबैका आरक्षणका कुराहरूदेखि लिएर
हक अधिकारहरू अब व्यवस्थित भइसकेका छ। अब मात्र हामीले समानता सिर्जना गर्नको निम्ति उहाँहरूको अवस्था परिवर्तनको सन्दर्भमा आय स्थिति नै उकास्नको निमित्त अब संविधानको हकलाई उपयोग गर्नको निमित्त चाहिँ संविधानले त्यसको ग्यारेन्टी गरिसकेको छ र अब समानताको निमित्त चाहिँ उहाँहरूको क्षमता आर्थिक रूपमा विशेष गरी आर्थिक रूपमा बढ्नुपर्छ भन्ने खालका गतिविधि गरेका छौँ र हामीले सबै खालका पूर्वाधारहरू निर्माण गर्दाखेरि चाहिँ विपन्न दलित जनजाति लक्षित प्रोग्रामहरू चाहे त्यो क्षेत्रमा बाटोको पहुँच पुर्याउँदाखेरि त्यहाँको मान्छेहरूले उत्पादनमा वृद्धि गर्छन् कि विकासलाई पनि यो समावेशीकरणको सिद्धान्तबाट बुझ्ने गरी र ती लक्षित वर्गहरूको क्षमता विकास गर्नको निमित्त हामीले एउटा प्र्याक्टिसको रूपमा पुराना परम्परागत तपाईँको लोप हुन लागेका दलितहरूको तपाईँको आरणहरू जो सानो एउटा इन्डस्ट्रीको रूपमा तपाईँ रहेछ, हात हतियारहरू निर्माण गर्ने स्थानीय रूपमा तपाईँको चाहिँ त्यो आरणहरूलाई अलि आधुनिकीकरण मोडिफाइड गर्ने प्रविधि मैत्री यो खालको बिजुलीबाट सञ्चालन हुन सक्ने खालका यन्त्रहरूको यान्त्रिक गर्ने उहाँहरूलाई तपाईँको चाहिँ अधिकारको सन्दर्भमा अन्तर्क्रियाहरू सञ्चालन गर्ने र उहाँहरूको क्षमता विकास र सिप विकासको कामहरू जोड्ने, महिलाहरूलाई पनि त्यसै गरी जोड्ने, बालबालिकाहरूलाई पनि त्यसै गरी अब बालमैत्री स्थानीय शासनको सन्दर्भमा जानकारी गराउने, बाल क्लबहरू गठन गर्ने, बाल सञ्जालहरू गठन गर्ने, बालबालिका क्षमता विकासका गतिविधिहरू सञ्चालन गर्ने, बाल अधिकार र संरक्षणको सन्दर्भमा भएका हक अधिकारहरू सुसूचित गराउने र सबैको चाहिँ सबै क्षेत्रमा निर्णय प्रक्रियाको सन्दर्भमा कार्यान्वयनको सन्दर्भमा चाहिँ सहभागिता कम्पलसरी तपाईँको गर्ने खालको यसको निम्ति वार्षिक नीति कार्यक्रमहरू तर्जुमा गर्दाखेरि वडा भेलाहरू सञ्चालन गर्दा उहाँहरूको मुद्दाहरूलाई पनि एड्रेस गर्ने खालको एउटा मेकानिजम एउटा चाहिँ यसको थालनी एउटा परम्परागत एउटा परिपाटीको रूपमा थालनी गरेका छौँ। त्यस्तै वडाका भएका जति पनि गतिविधिहरू छन्, काम कारबाहीहरू छन्, त्यसलाई पारदर्शिता जवाबदेहिता कायम गर्न तपाईँले अपनाउनु भएका विशेष अभ्यास के छ? विशेष रूपमा अब यो पारदर्शिताको सन्दर्भमा चाहिँ खालि आर्थिक चाहिँ पक्षलाई मात्रै हेरिने खालको बुझाइ छ। अब मैले अघि पनि भने यसमा सबैको सुशासन कायम गर्नको निमित्त सबै पक्ष वर्गको चाहिँ भूमिका अपनत्व सिर्जना हुने या नहुने कुरासँग पारदर्शिता गाँसिएको हुँदो रहेछ। त्यो स्वभावले चाहिँ नि अब एउटा चाहिँ खर्च सार्वजनिक गरेकै छौँ भन्ने कुरालाई मात्रै तपाईँ पारदर्शिताको सन्दर्भ भन्दा नि मेरो त्यहाँ सहभागिता भयो कि भएन, मेरो संलग्नता भयो कि, मेरो अपनत्वको कुरा, मेरो अस्तित्वको त्यहाँ एड्रेस भयो कि भएन भन्ने कुराहरू चाहिँ त्यसको इन्डिकेटर बन्नुपर्छ र हामीले हरेक खालको कुराहरू चाहिँ सर्वपक्षीय हिसाबले गर्ने हरेक योजनाहरू सञ्चालन गर्दाखेरि चाहिँ सबैको सहभागिता सुनिश्चित गर्ने, स्थानीय रूपमै तपाईँ गर्ने र तल लेभलदेखि नै जस्तो यो वडालाई एउटा भूगोल मान्ने हो भने, एउटा क्षेत्र मान्ने हो भने यसका बेसिक गाउँहरूलाई समेटेर हामीले टोल विकास संस्थाहरू निर्माण गरेका छौँ। त्यो टोल विकास संस्थाहरूले त्यहाँको योजना कार्यान्वयन गर्ने, त्यहाँका योजनाहरू तपाईँको टिपेर ल्याउने, त्यो योजना व्यवस्थित भएको छैन अनुगमन गर्ने, त्यो खालको चाहिँ योजना सञ्चालनको निम्ति सहजीकरण गर्ने र भएका तपाईँको चाहिँ खर्चहरूलाई ती तपाईँ सार्वजनिक गर्ने, त्यो हिसाबले एउटा प्र्याक्टिसको रूपमा लिएर गएका छौँ। त्यसै गरी यो एउटा सुशासन चाहिँ सबै क्षेत्रमा आवश्यक हुँदो रहेछ भनेर चाहिँ हामीले यहाँका जति पनि क्रियाशील खालका सामाजिक सङ्घ संस्थाहरू छन्, चाहे त्यो सहकारी होस्, सहकारीहरूका गतिविधिहरू चाहिँ पारदर्शी हुन पर्यो। वडाका सुशासनको कुरा गर्ने बित्तिकै वडाले सञ्चालन गरेको एउटा विकासे बजेटको मात्रै तपाईँको कुरामा हिनामिना भयो या भएन भन्ने भन्दा पनि यहाँ हाम्रा हरेक कुराहरू व्यवस्थित छन् कि छैन, यहाँको खानेपानी उपभोक्ता समितिले उठाएको पैसा तिरेको शुल्क चाहिँ सही ढङ्गले सञ्चालन भएको छ कि छैन, यहाँको चाहिँ मानवीय सेवामा समर्पित रेड क्रसहरूले सञ्चालन गरेका तपाईँको गतिविधिहरू तपाईँको ठिक छन् छैन, विद्यालयका कुराहरू तपाईँको चाहिँ आर्थिक गतिविधिहरूदेखि लिएर
अभिभावकहरू सन्तुष्टिको लेभल चाहिँ के कस्तो छ त्यसको निमित्त अन्तर्क्रियाहरू गर्ने, यहाँका वन उपभोक्ता समितिहरूले आफ्नो उद्देश्य अनुरूप काम गरेका छन् कि छैन त्यसको चाहिँ नागरिकहरूले त्यो अनुमोदित छन् या छैनन्, सबै खालका सङ्घ संस्थाहरू नागरिकहरूबाट अनुमोदन हुने र हामी जनप्रतिनिधिहरू र राजनीतिक कार्यकर्ताहरू पनि जनताबाट अनुमोदित हुने, यदि राम्रो गरेछ भने टेस्टिङ गर्ने, त्यसको निम्ति नागरिक सार्वजनिक सुनवाईको कुराहरू गर्ने, सार्वजनिक छलफलको विषयहरू गर्ने, सार्वजनिक बहसका वातावरण सिर्जना गर्ने, एकै ठाउँमा बसेर एकीकृत योजनाहरू निर्माण गर्ने र ओडालाई एउटा रणनीति गरेर सबै पक्ष चाहिँ जवाफदेही बनेको स्थितिमा सबै क्षेत्र चाहिँ आफ्नो उद्देश्य अनुसारको काम गरेको सन्दर्भमा मात्रै त्यो चाहिँ पारदर्शिता सुशासनको कुराहरू सुनिश्चित भएको हुन्छ भन्ने हिसाबले हामीले सबै क्षेत्रलाई एकीकृत रूपमा सही ढङ्गबाट सही ट्र्याकबाट ट्र्याक आउट नहोस् र यसलाई चाहिँ अपरेट गरेर दण्ड र जरिमाना गर्ने भन्दा नि त्यसलाई सुधार गरेर कसरी लाने भन्ने खालको स्ट्राटेजी मोडालिटीको सन्दर्भमा हामीले थालनी गरेका छौँ। त्यसमा राजनीतिक दलहरूको चाहिँ प्रमुख रूपमा तपाईँको भूमिका छ, नागरिक समाजहरूको त्यसमा चाहिँ सबैको संलग्नता सल्लाह सुझावहरू छ। त्यसै गरी हामी यो ओडालाई चाहिँ सुशासनको क्षेत्रमा यसरी लिएर जाउँ, सबै सामाजिक संस्थाहरू ट्रान्सपरेन्ट बनाउँ, हिसाब मात्रै चाहिँ प्रदर्शन गरेका छ, अडिट मात्रै गरेका छ भन्ने भन्दा पनि उद्देश्य अनुसारको काम गरेको छ कि छैन, त्योबाट सन्तुष्टि छ कि छैन भने जवाफदेहिता कसरी वृद्धि गर्न सकिन्छ, एकीकृत रूपमा हामीले लिएर जाने खालको प्र्याक्टिस चाहिँ अगाडि थालनी गरेका छौँ। अब त्यस्तै ओडामा आपद विपद पनि पर्न जान्छ है, अब त्यो आपतकालीन अवस्थामा ओडाको तयारी कस्तो रहेको छ? विपदका सन्दर्भमा अब वास्तवमा यसको पूर्व तयारीको सन्दर्भमा राष्ट्रिय रणनीतिहरू छ, तदनुरूपको नगर स्तरीय विपद समिति छ, त्यसले आफ्नो योजना तर्जुमा गरेको छ। यसका हाई डिजास्टरका रिस्क पोइन्टहरू यहाँ ओडामा आइडेन्टिफाई भएका छन्, विपदजन्य खतराका क्षेत्रहरू निर्धारण गरेका छौँ। त्यस्तो पर्दाखेरि चाहिँ कसरी हामी रेस्क्युदेखि लिएर चाहिँ त्यसलाई व्यवस्थित गर्ने, उद्धारका खोजका कुराहरूदेखि लिएर त्यो हुने हुन त विपद यही नै समयमा यसरी आउँछ भन्ने खालको कुरा छैन। यदि आयो भने त्यसलाई मिटिगेसन गर्ने, त्यसको क्षतिबाट कसरी हामी बच्ने भन्ने कुरामा नागरिकहरूलाई सुसूचित गर्ने, स्वयंसेवकीय चाहिँ दस्ताहरू तपाईँको निर्माण गर्ने, टोल सुधार समितिहरूलाई अवेर गराउने र विपदजन्य तपाईँको चाहिँ हामीले विभिन्न अहिले चाहिँ म्यासेजका कुरा छन्, अलर्टहरू तपाईँको गराउने खालको कुराहरू छन्। बाढी बढ्दो छ भनेपछि त्यसलाई हेर्ने, त्यसको सही तपाईँको चाहिँ कार्यान्वयन गर्ने र प्रहरी प्रशासनदेखि लिएर नगर प्रहरीहरूसँग सबैको एउटा चाहिँ समन्वय हुने खालको चाहिँ हामीले रणनीतिहरू तयार गर्छौँ। त्यही रणनीति अनुरूप चाहिँ यो ओडामा पनि राष्ट्रिय रणनीति, त्यस पछाडि नगरको रणनीति र रेड क्रस हरू जस्ता प्रहरी, सशस्त्र प्रहरी हरूसँग चाहिँ समन्वय गरेर विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणको निमित्त चाहिँ आफ्ना अभ्यासहरू थालनी गर्ने भन्ने खालको कुरा हामीले अगाडि बढाएको छौँ। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आगामी 1 वर्षभित्र ओडावासीले देख्न पाउन मुख्य नयाँ योजनाहरू के छन्? अब 1 वर्षभित्रमा भन्दा अब हामी वास्तवमा यसको मेरो हकमा भन्ने हो भने एउटा 2वटा कार्यकालको चाहिँ यो समाप्तिको वर्ष मानिनेछ। यसलाई जति पनि हामीले थालनी गऱ्यौँ, अधुरा अपुरा भएका योजनाहरूलाई चाहिँ सफलीभूत बनाउने, अब अहिले पछिल्लो सन्दर्भमा चाहिँ विकास, भौतिक विकासले मात्रै अहिले चाहिँ नि हाम्रा आवश्यकताहरू मिट हुँदा रहेनछन्। त्यसलाई मानवीय चेतनासँग गाँसेर हामीले यो ओडामा जति पनि विकासका काम गरेको त्यो विकासलाई युटिलाइज गर्ने चेतना, विकास र विचारलाई सँगसँगै, विचार र विवेकलाई तपाईँको सँगसँगै, अधिकार र कर्तव्यलाई सँगसँगै समन्वयात्मक हिसाबले क्रियान्वयनको सन्दर्भमा जोड्ने र विशेष गरी उत्पादनकै क्षेत्रमा जनताको भौतिक निर्माणहरू विस्तारित गरौँला। अहिले चेतना
नागरिक जवाफदेहिता कुराहरूलाई, पारदर्शिता कुराहरूलाई व्यवस्थित गर्ने र अभियानमूलक हिसाबले आय आर्जनमा चाहिँ प्रतिस्पर्धा गर्ने र सबै जिम्मेवार आफ्नो आफ्नो ठाउँबाट जिम्मेवार बन्ने, उत्पादनलाई व्यापक गरेर चाहिँ लिएर जाने, यही कुराहरू चाहिँ भएका कुराहरू बेस्ट प्र्याक्टिसहरूलाई तपाईँको अगाडि सार्ने र कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने खालको सन्दर्भमा नै यो वडाको विकासको रणनीति हुन्छ। अब सीमित स्रोत साधन, सामान्य 20औं 40औं अब बिलो 50 लाखको सन्दर्भमा ठुला विकास यो गर्छौँ, यो यति लेभलको हुन्छ भन्ने खालको छैन। तर सङ्घीय सरकार हामी ब्रिजिङको काम गर्छौँ। नागरिकका आवश्यकता, वडाका आवश्यकता लाई डेलिभर गर्ने खालका विभिन्न सङ्घ संस्था होस्, प्रादेशिक सरकार होस्, मन्त्रालयहरू होस्, विषयगत मन्त्रालयहरू, सङ्घीय चाहिँ सरकारहरूसँग चाहिँ हाम्रा मागहरूलाई लिए तपाईँको चाहिँ एड्रेस गर्ने, नगरपालिकासँग त्यो खालको कुराहरू तपाईँ जाहेर गर्ने र अधिकतम चाहिँ स्रोतहरूलाई व्यवस्थित ढङ्गले यसलाई सदुपयोग गरेर अगाडि बढ्ने र त्योबाट अधिकतम सीमित स्रोतबाट अधिकतम प्रतिफल हुने गतिविधिहरू चाहिँ यो वडामा सञ्चालन हुने र उल्लेख्य ड्रास्टिकली तपाईँको यो 1 वर्षभित्रमा चमत्कारिक यो गर्छौँ, यो हुन्छ भन्ने खालको यिनै कुराहरू मैले सुरुवातबाट गरेँ। भौतिक संरचनाका क्षेत्रलाई त्यसलाई निरन्तरता दिँदै जाने, अभियानका सन्दर्भहरूलाई कन्टिन्यू रूपमा तपाईँको जाने, विकास भन्ने कुरा क्षणिक र एउटा टर्ममा मात्रै तपाईँको हुने, यो अविच्छिन्न निरन्तर रूपमा सञ्चालन तपाईँ भइरहने स्वचालित प्रक्रिया भएको हुनाले चाहिँ नि अब यसलाई निरन्तरता गर्ने, बेस्ट कुराहरूलाई अँगाल्दै जाने, कतिपय भएका कमी कमजोरीहरूलाई तपाईँको स्वीकार्दै जाने र अब अहिले त अलिकति सुशासनको कुराहरू, पारदर्शिताका कुराहरू, अलिक फरक खालको कुराहरू तपाईँको हुनुपर्छ भन्ने खालका मागहरू अहिले आवश्यकताहरू महसुस पनि भएका छन्। त्यो खालको चाहिँ अहिलेका नयाँ जेनेरेसनहरूले अलिक फरक ढङ्गका गतिविधिहरू, अलिक स्मार्ट खालका योजनाहरू चाहिँ आवश्यकता बोध गरेका छन्। पुरानो प्याटर्नभन्दा अलिक फरक हिसाबले गर्नु पर्यो। तिनै खेतीका कुराहरूलाई अलिक तपाईँको स्मार्ट खेतीहरू गर्ने, स्मार्ट बिजनेसहरू सञ्चालन गर्ने, नयाँ नयाँ नवीनतम सोच प्रविधिहरूलाई भित्र्याउने, त्यो कुराहरूमा मैले एउटा स्ट्राटेजी, कम्ती एउटा सिस्टमको विकास चाहिँ हरेक नवीनतम योजनाहरूसँग चाहिँ चाहे जुन पक्ष, जुन वर्ग, जुन क्षेत्रबाट आए पनि त्यसलाई चाहिँ समन्वय गरेर त्यसलाई चाहिँ सहकार्य गर्ने खालको कुरा चाहिँ यो वडाको हुनुपर्छ। यो वडाको बेटरमेन्टको निम्ति कसैले म यो नवीनतम यो काम गर्न चाहन्छु, मसँग यो भिजन छ, मसँग चाहिँ यो सोच छ, यो खालको हाम्रा तपाईँको दस्तावेज छन्, यो खालको योजना छ, हामी यसो गर्न चाहन्छौँ भन्ने खालको चाहिँ सकारात्मक कुराहरू छन् भने त्यसलाई सबैले सघाउ परेर त्यसलाई आर्थिक हिसाबले, सबै हिसाबले त्यसो फेसिलिटेट गरेर जानुपर्छ र त्यो चाहिँ प्रणालीगत व्यवस्थापन गरेर जानुपर्छ, त्यसलाई आत्मसात गर्नुपर्छ, त्यो विचारलाई अँगाल्नुपर्छ भन्ने खालको कुरा चाहिँ मान्यताको रूपमा विकास गर्नुपर्छ भन्ने लागेको छ। ओके, जाँदा जाँदै सम्पूर्ण वडावासीलाई के भन्न चाहनुहुन्छ? मैले चाहिँ नि अब यो जनसेवा, यो नागरिकसँगको चाहिँ सहजीकरणको विषय भनेको हामी परस्पर तपाईँको जोडिने खालको विषय हो। हामीले हाम्रो वडालाई, हाम्रो गाउँलाई हामी बस्न सक्ने खालको, यहीँ रम्न सक्ने खालको, यहीँ कमाइ गर्न सक्ने खालको, यहीँ सामाजिक गाउँ जस्तो भावनात्मक एकता तपाईँको वृद्धि गर्ने खालको, राजनीतिक सहिष्णुता कायम गर्ने खालको, नागरिक अभियानहरूमा त सबैको संलग्नता हुने खालको, सबैलाई चाहिँ एकीकृत रूपमा हरेक खालका गतिविधिहरूमा एकरूपता कायम हुने खालको, सबैको जनविश्वास चाहिँ वृद्धि गर्ने खालको सन्दर्भमा सबैको भूमिका रहनुपर्छ। यो कसैको एकल प्रयासले, एकल अभियानले, एकल चाहनाले हुने खालको तपाईँको स्थिति छैन। विकास, समृद्धि भन्ने खालको कुरा आजको भोलि छुमन्तर तपाईँको हुने खालको कुराहरू छैन। जे जति हाम्रा प्रगतिका कुराहरू रहे त्यसलाई संस्थागत गरौँ, त्यसलाई व्यवस्थित गरौँ, त्यसको
अधिकतम उपयोग गरौँ। जे जे स्रोत आउँछन् त्यसको नागरिक स्तरसम्म अधिकतम सदुपयोग गरौँ। यसका शिक्षा स्वास्थ्य जो कुराहरू छन् अहिले राज्यको बेसिक कुराहरू, प्रविधिको कुराहरू, अब अहिलेको युवा सोचहरू, युवा मैत्री खालका तपाईँको सोचहरू, नयाँ जेनेरेसनलाई चाहिँ सुट हुने खालको उहाँहरूलाई पनि संलग्न गराएर विकासमा मूल प्रभावीकरणमा लाने खालको सन्दर्भमा चाहिँ सबै बसौँ, छलफल गरौँ, यसको समन्वय गरौँ, संवाद गरौँ। यो संवादबाट निस्केका निष्कर्षलाई यो वडाको मार्गदर्शन बनाऊ। त्यो सन्दर्भमा म एउटा फ्यासिलिटेटरको मात्रै हिसाबले, म यहाँको कुनै तपाईँको शासक होइन, म एउटा सेवकको हिसाबले, म एउटा सहजीकरणको सहजकर्ताको हिसाबले, जनताको प्रतिनिधि पात्रको हिसाबले यसलाई संयोजन गर्ने सन्दर्भमा, यसलाई व्यवस्थित गर्ने सन्दर्भमा, यसलाई एउटै फोरम क्रिएट गरेर बस्ने खालको सन्दर्भमा मेरा सधैँ सकारात्मक प्रयत्नहरू रहन्छन्। र सबैले, सबै पक्ष, सबै वर्ग, सबै भूगोल, सबै जाति, सबै पेसाकर्मीहरू, सबै उमेर समूहकाहरू, सबै विचार आस्था राख्नेहरू चाहिँ युनिफाइड भएर जाउँ। मेरो हार्दिक अपील छ। यो वडालाई हामी समृद्धिको बाटोमा लिएर जाउँ। यहाँका नागरिकहरू सुखी भएको हामी हेर्न चाहन्छौँ। सबैको मुहारमा हाँसो भएको तपाईँको चाहना सबैले राख्नुपर्छ। सामाजिक रूपमा सामाजिक एकताको कुराहरूलाई चाहिँ मूल प्रभावमा राखेर सोचौँ। केन्द्र पृष्ठमा आफूभन्दा पनि मेरो समाज, मेरो वडा, मेरो देश भन्ने खालको भावनाको जागृत गरौँ। यही सन्दर्भमा सबैलाई चाहिँ म हार्दिक अपील, अनुरोध, यो भाव जागृत हुँदै जाओस्। विखण्डित हुने खालको कुराहरूलाई न्यूनीकरण गरौँ, विकृति विसङ्गतिलाई न्यूनीकरण गरौँ, नागरिक जवाफदेहितालाई अभिवृद्धि गरौँ, सबैको आत्मसात हुने खालको तपाईँको स्थितिको सिर्जना गरौँ। यही कुरा म हार्दिक अपील गर्न चाहन्छु। हस् त, जहाँ जाँदै तपाईँलाई समय र संवादको लागि यहाँलाई धेरै यहाँलाई पनि धेरै धेरै धन्यवाद। नमस्कार।